अनि ए यहाँ चाहिँ एउटा कुकमेन चाहिँ यहाँ हुनुहुन्छ तपाईँहरूले चिन्नुभयो होला मेरो कुकमेन अनि म चाहिँ कुकुमा हाल्छु यहाँनिर खाना पकाउँदै हुनुहुन्छ के पकाउँदै हुनुहुन्छ सुँगुरको मासु अनि माछा रायो साग मलाई त्यो रुगा लागेर मेरो भाइ चाहिँ कस्तो भइरहेछ होइन गाह्रो हुँदो रहेछ रुगा लाग्दैन त्यही माथि चिसो भयो नेपालमा गएर होटेल चलाएर बस्नु नेपालमा गएर होटेल चलाएर बस्नु यसै छ रागाको मासु त रहेन रहेछ दिदी त्यही भएर हामी त सुँगुरको लिएर खाँदैछौँ तपाईँ अब यो अहिले जानुहुन्छ नि अर्को हप्ता चाहिँ फेरि छुट्टी कि एक हप्ता घरमा अर्को 31 मा आउँछु तपाईँ अब यो अहिले जानुहुन्छ नि अर्को हप्ता चाहिँ फेरि छुट्टी कि एक हप्ता घरमा अर्को 31 मा आउँछु 31 मा आउने अहिले हामी खाना खानु आइपुग्नु न कहाँ यहाँ त मेरो कपाल बनाउने ठाउँमा त्यहाँ म त रुममा गएर सुत्नु मन लागेको छ टाउको दुखिरहेको छ पुरै अहिले बन्द होला नि 12 कहाँ गयो एकछिन साग त हेर्नु नि यहाँ इजरायलमा हाम्रो नेपाल जस्तै है मान्छेभन्दा मभन्दा लामो छ त्यही त अनि कति लामो मभन्दा लामो छ कि सागहरू यहाँ के लाएर यस्तो बनाएको होला है के को मल लाउँछ एउटै हो कि कुखुराको मल यहाँ पाउँछ नि एउटै मल जस्तो तपाईँ अस्ति नै त्यो गाउँमा डुल्नु भएको थियो नि त्यो के त्यो जनावरहरू भएको ठाउँमा पछि वैशाखमा म आउँछु जाउँ ल निकाल्नु अब साह्रै राम्रो पर्छ मेरो मोबाइल किन्नु चाहिँ कुक आइदिएछु मैले मोबाइल किन्नु चाहिँ मलाई के त थाहा चाख्नु न छैन पेस्ट लाउनु भयो अन्त तपाईँ चाहिँ घरमा अलिकति बनाउने अरे कि हावा तालमा जहिले पैसा हुन्छ कहिले तपाईँलाई दिनु भन्दा दिनु नि काटिन आउनु बनाउनु भयो भने दिन्छु नि के हतार के जरुरत हामी अब अझै कति वर्ष बस्छ भने हामी जाँदाखेरि खोज्दै बनाएर गएपछि चाहिँ हुन्छ फ्राई माछा फ्राई ड्राई माछा ड्राई हो तपाईँकोमा त राम्रो आउँछ क्या भ्युज हिँड्नु डुल्नु त साथीहरूसँग तपाईँ खाइराख्नुहुन्छ नि त यस्तो सर्ट भिडियोहरू पनि लगाउनु कि त्यहाँबाट पनि छिटो त्यहाँबाट पनि हुन्छ कि तपाईँ त पकाउने होला नि हुँदैन बोजू 1 दिन 2 दिन खाँदा ए यो खाना खानु न ब्राउन खानु होइन नि सागसँग छ भने केही हुँदैन यही खाने बोजू थाहा आउनु भयो किन छुट्यो मजा लाग्यो कति धेरै पर्छ कपाल बनाउने आज नै त भने यहाँ खानु त भन्दा नि घाउने चाहिँ छ कि नाकमाथि के भएर घाउने चाहिँ नि अनि त्यो रुगा लागेर यो कम्ती नाचिएको होइन झन् ज्वरो चाहिँ होइन ताचिएको चेकै हो यसो मात्रै घाउ आएको छ क्या यसो मैले के भन्छ त्यो भित्रबाट थोरै छैन बोसो म सक्दिनँ खानु सुँगुरको मासु खाने नै बोसो भने अनि किन फल मासु खानुको लागि त कुखुराकै मासु चिकनै भयो
हड्डी लगाइदिएपछि त्यही भएर थाहा छ नि त शान्तिलाई पनि शान्तिले खानुहुन्न मैले त पनि हड्डी मन पराउँछ गुन्द्रुकको झोल अस्ति नै पकाउनु पर्छ नि अनि पनि भएको थिएन अब पछि म आउँछु त डर लाग्छ तर त्यो काम फेरि यो डढेको छ नाटेको आम्मामामा कति छिट्यो हौ मलाई त धेरै थोरै थोरै म धेरै खाँदिनँ तँ त थोरै भन्दा यति धेरै अब नि अमेरिकाले चाहिँ त्यो इरानमा हान्यो भने इरानले चाहिँ यहाँ हान्ने छ क्या किन यहाँ चाहिँ हान्नुपर्ने अब अमेरिका पुग्दैन नि त टाढो छ अरे तर पनि अमेरिकाको क्याम्प कहाँ छ अरे होइन कामलाई पनि हुन्छ नि अनि तर हान्दैन अमेरिकाले किनकि अमेरिकाले हान्ने साथ अनि एउटा बुहारी दुईटा नाति हुँदा पनि दाल पकाएन छ बुहारीले दालै पकाएन छ म भन्छु नि होइन यहाँ हुनुहुन्छ फुपूले पकाउनु भएन अचार बनाउँ भनेको त अचारमा पकाउनु मान्नु भएन